जी वेटिङ गाइजहरु भाई 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 चुप्पो लाग्यो सुत्यो बल्ल सुत्यो तिम्रो सफा भयो मिराको छोरा अलि 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 हाई गरेको कति लामो घरमा जति अनि बाबा त आउ तिम्रो बेटा बाबा भुइँमा ल सेकाउँदै गर्नु अनि दिँदै गर्ने है कस्तो राम्रो भाइ माथि तल चाहिँ दाइ जेसन तिमी त्यही सुत्ने भाइ र तिमी ठुलो बाजे रे बोजू एकबार हेर्नु त यता अब कोता त आज यो घडी हामी तपाईमा यो बालकलाई आमा नि हेल्प गर्छ है ल बाबालाई हेर्नु ल 4 5 ज्याले गर्दा त रुन्छ रुँदैन त भाइ पकाउने मान्छे त भाइले बोलायो छिटो छिटो ल ल ल फर्क्यो फर्क्यो फेरि फर्क्यो 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 ल ल ल ल ल ल ल हात ल ल घोडा चाल्नु थाल्यो अरे तपाईँ खस्ला ओ हेरे 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 मिरा हेरे ल बरु बरु म यहाँ राख्दिन्छु अलिक उता राख रोक गरे गरेर डुल्नलाई पो हो लाइट अब स्कुल जाने कहाँ खेल्छ त भाइ आइहाल्छ भाइ ल एकछिनमा अरू भिडियो गरेको यो रुयो भाइ रुयो हेर अब दुईटैलाई चाहियो जिया अब हेर्न यही घुस्रिन्छ यो पनि त्यही भनेको यता ल यो चाहिँ बुढाहरूको पुर्खाली घर है हामी सुनौलो सहरमा जान्छौँ हामी ईश्वरको साथमा हिँड्छौँ हिँडी गरे अब अर्को के ए गर त बाबु सानो जेरो आऊ रे बोक्ने रे हो
तिमीले त माथिसम्म छ कि यहाँ चाकमा समाउँछ नि चाकमा सक्दैन चाकमा त यता माथि पल्टिन्छ के यही ठिक छ फेरि दुध पनि छोडेर गीत के अरे गिटार बजाउने बित्तिकै हाम फालेर दादा भनेको उता दिन्छ उता तल गर्दैन नि भिडियो गरेपछि त 1 2 3 4 5 6 गुड तेरी बाबु तेरी वाव कति बेच्छ अघि भाइले अहिले दाइले पक्ने पुरा यता हेर्नु त जेरो जेरो अले आउ आउ ओ आउ आउ त ठ्याक्कै पछाडि आउ बिस्तारै बिस्तारै लुट्छ है ब्यालेन्स गर्छ सानोले भिडियो गरेपछि किन तिमीहरूको दाजुभाइ रोकिन्छ हेर त कस्तो ब्यालेन्स गरेको यसले ओ सागर हेर्न ऊ अझै ह्यान्डल उचालेर हेर्न बाङ्गो लगेको आऊ बर्थडे बोय खोइ फुपू माया देऊ मलाई देऊ म दिने जस्तो गर्छु भनेर के छ कति साह्रो त अनि के रहेछ हेर त लुगा लायो चेरेमले लुगा आयो बाबुको फुपूलाई थाहा छ नि त कति फेर अनुग्रह
सबै पनि गर्छौँ होइन। हाम्रो जीवनमा उहाँको परिवारमा जुन आएको छ त्यो चाहिँ हाम्रो परिवारको निम्ति आएको छ र हाम्रो निम्ति पनि आएको छ हैन। अनि त्यो आशिष चाहिँ आज हामी सबैजना मण्डली परिवार मिलेर मनाउँदैछौँ। यो आशिष चाहिँ आज हाम्रो मण्डलीले हाम्रो मण्डली परिवार सबैले पाएको छ। अनि आज त्यो आशिष चाहिँ आज हामी गीतद्वारा चाहिँ तपाईँको बिचमा राख्नेछौँ। यदि तपाईँहरू पनि आउनुहोस् त्यो गीतमा शब्दहरू दोहोऱ्याउन सक्नुहुन्छ हामीसँगै मिलेर गाउनु होला, ताकि त्यो गीतले उहाँको जीवनमा त्यो आशिषहरू चाहिँ पाउन सक्छ। भन्न मन लाग्यो है, आउँछ होला नि भन्दा होइन सर्वप्रथम सबैलाई जयमसी। अनि हाम्रो परिवारको तर्फबाट अनि सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको होस् है त्यो अनुग्रहको लागि। जसरी लक्ष्मी दिदीले भनिसक्नु भएको छ है, पहिला मैले के सोच्थेँ भनेर, तर अहिले हामीसँग चाहिँ 2टा छोरा छ है उहाँले दिनुभएको, त्यसलाई धन्यवाद परमेश्वरलाई। र विशेष गरी धन्यवाद तपाईँहरू प्रत्येकलाई है, जो जतिले चाहिँ म पहिला त्यस्तो हुँदाखेरि चाहिँ मलाई प्रार्थनामा सम्झिनु भयो, मेरो लागि प्रार्थना गर्नुभयो, त्यसलाई धन्यवाद दिन चाहन्छु है। अनि विशेष गरी हाम्रो केपी अङ्कलले पनि अब धेरै मद्दत गर्नुभयो, धेरै प्रार्थना गर्नुभयो, उहाँको धेरै योगदान छ मेरो जीवनमा के होइन, मलाई बचाउनुको लागि पनि है। अङ्कललाई पनि धन्यवाद, भिडियोमा देख्नुहुन्छ होला अङ्कल धन्यवाद है। अनि त्यसपछि चाहिँ धन्यवाद तपाईँहरूलाई मेरो निम्ति प्रार्थना गर्नुभयो। र त्यसपछि हाम्रो विवाहपछि पनि फेरि जेसनको लागि अनि जेरमको लागि निरन्तर प्रार्थना गरिराख्नु भएको छ, त्यसलाई धन्यवाद दिन चाहन्छु। तपाईँहरूको प्रार्थना नभएको भए सायद अब के थाहा होइन के हुन्थ्यो होइन। तपाईँ सबैलाई धन्यवाद है, धन्यवाद है त, सुस्वागतम भनौँ न। अनि अर्को खुसीको खबर चाहिँ आज ट्रिपल खुसी भयो क्या, खुसी चाहिँ होइन। किन भन्दा चाहिँ आज चाहिँ हाम्रो बाबुको मात्रै बर्थडे नभएर हाम्रो नम्रता नानीको पनि बर्थडे, हिजो इङ्ग्लिसमा आज नेपालीमा है। अनि हाम्रो लक्ष्मी दिदीको पनि बर्थडे आज है। अनि केक 2टा मात्रै छ होइन, तर दुई ताली हो, त्यो 4वटा केक भयो नि त अब होइन। त्यही भएर हाम्रो बहिनी र दिदीलाई पनि म अगाडि बोलाउन चाहन्छु। आउनुहोस्, खुसी भनेको बाँड्यो भने चाहिँ धेरै हुन्छ अरे कि हो। ल आउनु। अनि अनि साँच्ची तपाईँहरू आउँदै हो। विशेष गरी धन्यवाद चाहिँ है, यो हाम्रो केक चाहिँ हाम्रो हन्ना आले होइन, चिन्नुहुन्छ नि हन्नालाई होइन, हन्ना आले फेरि बोल्नु पनि सक्छ। हन्नाले चाहिँ यो केक चाहिँ दिएको उसले, किनभने उसले चाहिँ पहिल्यैबाट उसले भन्थ्यो कि जेसनको बालीमा नि गर्न मन थियो तर सकिनँ होइन, तर अहिले ठाउँमा छु म गर्छु भनेर चाहिँ। अनि मेरो साथी होइन, सानोदेखि हामी सँगै हुर्केको, अनि उनीहरूको फुपूलाई हन्नालाई धन्यवाद, विशेष गरी हन्ना है। अनि त्यसपछि त्यति नै होला होइन। 2टा केक चाहिँ हन्नाले 2टा केक पहिला चाहिँ अर्डर दिएको थियो, तर सानो भएको थियो, पछि फेरि अनि ओइ सानो भयो भनेको ए ल भन्दा त्यसपछि ठुलो आउनुहोस्। दिदी र बहिनीलाई नै अगाडि बनाउनु चाहे है। तपाईँहरूले चाहिँ सानो काट्नु होला। अनि मम्मी पनि अगाडि आउनु, केक त खानु पऱ्यो त, मम्मी आउनु, बाबाले आउनुहोस्। नानु फुपू, युवन काका, खै युवन काका, आशिष काका, युवन आइज, आशिष। अनि अनुग्रहकै कुरामा चाहिँ होइन, परमेश्वरले चाहिँ मेरो जीवनमा साँच्चै अनुग्रह गर्नुभएको जस्तो लाग्छ कि धेरै कुराहरूमा होइन, सानसानोदेखि ठुल्ठुलो कुराहरूमा। यो बर्थडेको लागि चिन्ता गर्ने परेन कि, किनभने खानपिनको लागि जुन माथि तयार हुँदैछ यो चाहिँ हाम्रो मम्मी बाबाले गरिदिनु भएको होइन। अनि हाम्रो खर्चै भएन कि अनुग्रह।
ल हुन्छ हामी अब केक काट्नेछौँ है त अनुष्का आइज काट्यो काट्यो त्यहाँबाट काट्दै त्यहाँबाट पठाउनु तिनीले फ्यान अफ गरिदिउँ न एउटा Happy birthday to you. Happy birthday to you. Happy birthday dear all. Happy birthday to you. भन्न आगुम त चावडा पठाइदिए है यो छानीले एमा चाहिँ घरै गएर एमा माटो हाल्ने नि खेल त्यो खानु लाग्छ